हाम्रो के अरे कला संस्कृति जोगाउनु भए पनि यसो ट्राई गर्नु पर्यो नि त अब उधौली पर्व हैन गर्ने चलिआएको हैन पुर्खामा अहिलेको जस्तो टेक्नोलोजी यतिकै डेभलप चिजहरू थिएन हैन त्यो भएको कारणले गर्दाखेरि दुःख सुखले अहिलेसम्म हस्तान्तरण भएर नि अब फुलहरु उधौली सबै ज्याकेट लाउँछ आउनुस् नमस्कार 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 हजुर नमस्कार भन्छ अब योद्धा मैदानमा निस्किन आँट्नु भयो क्या कस्तो हुँदैछ म एकदम ठिक छ तपाईहरु सबैमा आज यहाँ उपस्थित हुनुभएको दाजुभाइ दिदीबहिनी अनि यो हाम्रो राईहरुको यहाँ मध्येखेरि राईहरुको प्रोग्राममा आउँदाखेरि फेरि राई नै भएर आउँछु खाँदैछु भने भान्डा भुन्डुङ टेबल पो रहेछ त यता खानु कप जस्तो त अलि पानी हालेको Hello, beautiful. Yes. आफूले पकाएको मासु भात नमस्कार जाडो छ आउनु है नमस्कार सेवा भाउजू पनि आउनु भएछ जाडो छ हाम्रो के अरे कला संस्कृति जोगाउनु भए पनि यसो ट्राई गर्नु पर्यो नि त अब उधौली पर्व हैन गर्नु पर्यो अनि भन्नुहोस् न त के छ त नि हालखबर कस्तो भइरहेछ उधौली राम्रै भइरहेछ अहिले हामी कार्यक्रम सुरु गर्न लागिसकेको छौँ आज त्यति जाडो छैन जाडो पनि छ मान्छेको एकदम टाइट स्केड्युलको बावजुद पनि आज व्यापक रूपमा आयोजना गर्न सफल भइन्छ जस्तो लागिरहेछ आउँदैछन् मान्छेहरू है मान्छेहरू थुप्रै आइसके अझै आउँदैछ फ्राइडे भएर अलि धेरै मान्छे चाहिँ आउन गाह्रो पर्यो अहिले अब त्यस्तै छ अहिले चाहिँ अब जे छ त्यसलाई युटिलाइज गरेर हैन रमाइलो गर्ने हो अब एकदमै भेला हुँदैछ एउटा परपूर्वकालदेखि हैन तरी ल्याएको यसले कला संस्कृति केटाकेटीहरूलाई पनि आह्वान गरौँ भन्ने अब खासै गर्नु त सक्दैन तर पनि आह्वान गरौँ भनेर हैन त हैन अब पुर्खादेखि चाहिँ नै चलिआएको हैन पुर्खामा अहिलेको जस्तो टेक्नोलोजी यतिकै डेभलप चिजहरू थिएन हैन त्यो भएको कारणले गर्दाखेरि दुःख सुखले अहिलेसम्म हस्तान्तरण भएर नि अब टेक्नोलोजीको माध्यमबाट चाहिँ हामीले अलिकति प्रयास गर्ने भने नेक्स्ट जेनेरेसनलाई चाहिँ सजिलैसँग हामीले बुझाउन सक्छौँ जस्तो लाग्छ किनभने अब मुखले बोलेर गरेर भन्दा नि व्यवहारले हैन अब त संसारको हामी यहाँ अहिले अमेरिका भए पनि नेपालमा चाहिँ नयाँ सिली कस्तो रह्यो के लियो हामीले इन्ट्रेस्ट चाहिँ हाल्नु पर्यो उनीहरूको दिमागमा हैन आफ्नो आइडेन्टिटी के हो अनि कसरी आइएछ यहाँसम्म चाहिँ भन्ने कुरो मान्छेलाई भयो भने निश्चित रूपमा उनीहरूले आफै सिक्छन् भन्ने चाहिँ हाम्रो अहिलेसम्म मेरो चाहिँ बुझाइ छ आजको प्रोग्राममा त के अरे यता औपचारिक नृत्य पनि होला नि त यसो सिलीहरू अलिअलि नृत्यहरू रिहर्सल गरेको देखेर भिडियोमा छ होला नि त अलिअलि चल्दा हैन यसो त्यो सामान्य उ गरेको थियौँ तर
त्यो गर्नुपर्छ हामीले सकेसम्मको सकेको जानेको यही देखाउने हो नसकेको पछि अब युट्युबतिरबाट पनि नयाँ जेनेरेसनले सिक्छन् होइन यो प्र्याक्टिसलाई निरन्तर राख्नुपर्छ एउटा इम्पोर्टेन्ट छ एउटा यस्तो छ है भनेर गराएपछि उत्खनन गर्ने अथवा त्यसलाई चाहिँ मजाले एक्सप्लोर गर्ने त इन्ट्रेस्ट भएकोहरूले आफै गरे पनि हाल्छन् हैन यो विषयमा के छ भने बुझ यो एक्सप्लोर गर्ने त त्यो एउटा एक्स्ट्रा रिसर्चको पाटो भयो तर साँच्चीकै हामीले चाहिँ यसलाई डिपमा गएर बुझ्ने भने हामीले चाहिँ यो जो छौँ नि नेपालमा जो मूल ठाउँमा छ मूल थाकथलो भन्छ थाकथलोमा बस्नेलाई त्यो समस्या छैन होइन तर जो हामी टाढा छौँ यहाँका मान्छेलाई पछि गएर आइडेन्टिटी क्राइसिस हुन्छ किनभने उनीहरूले ब्याक टु रुट एकचोटि खोज्नुपर्छ किनभने यो ठाउँमा सबै भाषा धर्म सबैलाई चाहिँ इक्वल्ली चाहिँ मान्यता दिइन्छ होइन सबैको चाहिँ आफ्नो उसलाई चाहिँ एकदम प्रायोरिटीको दिन्छ नि त भनेको यहाँ सबैको भाषा संस्कृति जीवित छ अमेरिकाको त्यो एकदम राम्रो पक्ष हो त्यसले गर्दाखेरि हामीले यदि अहिले चाहिँ नि उनीहरूलाई चाहिँ त्यो भन्छ नि मौरीले मह हाल्नुभन्दा अगाडि त्यो के भन्छ टोकरी जस्तो बनाउँछ नि मह राख्ने त्यो चाहिँ विकास गरिदिनुपर्छ पछि उनीहरूलाई कुनै दिनमा चाहिँ आइडेन्टिटी के हो म कहाँ हो भन्ने आवश्यकता चाहिँ अब अहिले नै नभनौँ अहिले साना छन् होइन अब हाम्रो एजमा अथवा जुनसुकै एजमा पनि पछि मान्छेले एकचोटि फर्केर हेर्छ क्या यो मान्छेको नेचर हो यो कहिले पनि मान्छेले यो कुरा चाहिँ बिर्सिँदैन जसै कि अहिले अमेरिकाको काला जातिले कुन देशको हो मेरो भनेर खोज्छन् डिएनए परीक्षण गरेर कुन देशको कहाँ देशको भनेर खोज्छन् यहाँ काला जातिले भन्नुभयो तपाईँले उसले मात्र होइन अब नेपालमा पनि यो चाहिँ नि धेरै अगाडि गइसकेको छ यो कुरो नेपालमा पनि मान्छेले तपाईँले हेर्नु भने डिएनए रिसर्चहरूलाई चाहिँ नि जोडेर हेरेको छ होइन अनि त्यो कुन समयदेखि चाहिँ अब मान्छेले हात हतियार प्रयोग गर्न थाल्यो त्यो कुराहरूमा चाहिँ त्यो समयमा हाम्रो अवस्था के थियो भन्ने कुरा धेरै रिसर्च भइसकेको छ नमस्कार त्यो भएको कारणले गर्दाखेरि हामीले वास्ता पनि नगरे अलिक व्यस्तताले गर्दा पनि होला होइन थोरै इन्ट्रेस्ट राखेर बुझ्ने भने एकदम धेरै रिसर्च भइसकेको छ हामीले किराँतकालीन राज्य व्यवस्था भन्दा पनि हजारौँ वर्ष अगाडिको कुराहरूसँग चाहिँ नि धेरै एभिडेन्सहरू मिलिसकेको छ प्रमाणित हुन बाँकी छ अबको यो म्यासिभ स्पिडको यो टेक्नोलोजी युज गर्दाखेरि अवश्य पनि चाँडै त्यसमा चाहिँ पुगिन्छ भन्ने लागिरहेछ जाडो छ हौ जाउँ जाडो छ यहाँ टोलीहरू आउँदै हुनुहुन्छ लो स्वागत छ है हजुरहरू नमस्कार म त केही लिनु आएको होइन है म त फोटो मात्र लिनु आँटेँ फोटो क्यामेरा मात्र लिनु आएको बोक्न आएको छ नमस्कार है ब्युटिफुलहरू ल आउनुहोस् जाडो छ हजुर कार्यक्रम हुन्छ होला यहाँ नमस्कार ल ल ल ल ल यिनीहरूको रमाइलो छ यता ढोका बन्द भएछ लाउनुहोस् दाजु आउनु दाजु नमस्कार 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 हजुर नमस्कार भन्छ
निस्किन आँट्नु भयो क्या अलिक भोल्युम डाउन गर्नुपर्ने हो अलिक कम गरौँ कस्तो हुँदैछ एकदम ठिक छ केटाकेटीहरू रमाइलो छ भइरहेछ सबभन्दा पहिला तपाईँहरू सबैमा आज यहाँ उपस्थित हुनुभएको दाजुभाइ दिदीबहिनी नाता इष्टमित्र भान्जा भान्जीहरू मसिनो बच्चाहरू सबैमा यो उधौली साकेला उधौली साथै चासो नाम 2082 सालको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु मेरो परिचय दिनुपर्दाखेरि म प्रकाश राई मेरो जन्म भोजपुर जिल्ला भैँसीपङ्खा गाविस धरानमा बाल्यकाल त्यहाँदेखि काठमाडौँ हुँदै ब्रिटिस गोर्खामा पहिला केही समय भन्दा पनि 15-18 वर्ष यता बित्यो र अहिले हालमा यहाँ मोनासेस भर्जिनियामा छु हस् थ्याङ्क यू भेरी मच तपाईहरु सबैमा मेरो चाहिँ उधौलीको चाहिँ शुभकामना अनि सेवा अनि मेरो नाम चाहिँ राई हो मेरो श्रीमान मेरो दाजु मेरो छोराको गाविस अहिले हाल साकेला गाउँपालिकामा पर्छ म यहाँ अहिले गेन्सफिल्डमा बस्दै आएको छु र म यहाँ परिवारसँग छु मेरो दुईजना छोरीहरू हुनुहुन्छ नमस्ते सबैजनालाई म चाहिँ सगम थुक्पा हाम्पे मेरो घर चाहिँ तेह्रथुम म्याङ्गु अनि मेरो सुमाको घर चाहिँ खोटाङ जिल्ला रतनछा अनि म चाहिँ उहाँको जहान मेरो दुईजना छोरीहरू हुनुहुन्छ धन्यवाद नमस्ते म चाहिँ सुन्दर शेर्पा पूर्व तेह्रथुम यहाँ चाहिँ मोनासेस पार्कमा बस्छु 10-12 वर्ष भयो मैले आएको नमस्कार म चाहिँ प्रिया शेर्पा के भने थ्याङ्क यू सो मच बोलाइदिनु भएमा अनि यो हाम्रो राईहरूको यहाँ म फेरि राईहरूको प्रोग्राममा आउँदाखेरि फेरि राई नै भएर आउँछु आज राई हो भोलिको शेर्पा हिजो शेर्पा चाहिँ आज राई रमाइलो गर्न आएको खासमा साकेला सबैको शुभकामना थ्याङ्क यू मेरो नाम देविका सुब्बा म चाहिँ नेपाल झापाबाट अहिले चाहिँ यहाँ हरहरमा बसिरहेको छु थ्याङ्क यू साकेलामा सम्पूर्ण पुष्प राई तर्फबाट पुस्तक नमस्ते म चाहिँ पुष्प राई मेरो नेपाल चाहिँ दिनपुर गाईघाट हो यहाँ आएको चाहिँ यहाँको चाहिँ 500 वर्ष भइसक्यो र यहाँ चाहिँ धन्यवाद नमस्ते सबैजनालाई मेरो चाहिँ देविका राई यहाँ चाहिँ नेपाल चाहिँ उदयपुर गाईघाट सबैलाई उधौलीको शुभकामना मेरो घर चाहिँ कम्प्युटर नेपाल म चाहिँ अहिले यहाँ मेरो हस्बेन्ड प्याट्रिकसँग बस्छु हामी चाहिँ क्यालिफोर्नियाबाट भर्खर 1 वर्ष भएको सो भर्जिनियामा एकदम नयाँ अनि यहाँ अहिले किराती कम्युनिटीमा इन्क्लुड गर्नुभएको भएर I'm very happy to be here. So yeah, thank you so much for having me here tonight.
Namaskar, Aerodom Patrick Cove, Aerodar New York, Terry Gagnon. And thank you. नमस्कार मिठो के गर्दैछ यसो गर्न छोरी रोटी देखाइदेऊ तिम्रो हो तिम्रो आफ्नो देखाउ न म त खाँदैछु भने भान्डा भुन्डुङ टेबल पो रहेछ त यता भान्डा भुन्डुङ टेबल पो रहेछ त यता रमाइलो हुँदैछ मामा हजुर हुन्छ तपाईँहरूलाई नि एकदम हुन्छ लिनु है रमाइलो हुँदैछ ल ठिक छ कप जस्तो त अनि उ गर्नु परेन त प्राइभेट अनि अब यो त अनि उ गर्नु परेन अनि यो त अनि के अरे थाप्ने हो यसमा गाउँघरमा यसो गरेर थाप्ने हो कहाँ अब कप हुँदैन यो थाप्ने हो यसमा हालिँदैन अनि अलि पानी हालेको तातो अलि भयो क्या यो चाहिँ अर्को पुस्ताले हान्दैछ है हेलो माइजू भन्छ किन बाजेको सबैलाई प्रोफेसर मानिदिनु भयो
पर्दैन तातो न तातो छ है भित्र त शीतल भयो खै त आधा उरी त गइसक्यो क्या कस्तो भइरहेछ त सोफार सुपर रमाइलो भइरहेछ एकदम ढ्याङ्ग्रो बजा गइसक कस्तो भइरहेछ हौ दाजु है एकछिन विश्राम होला नि होइन फेरि के गर्दैछ यिनीहरू Oh my god! Hello, beautiful. बड़ा एक लाल भटे होला हो एक लाल यस यस्तो गर्न यहाँ चाहिँ छोरी सिँगार्दै हो दाजु रोज तिम्रो आँखा अगाडि छोपेछ नि अलि गर्नु नि हो त्यसो गर्नु नि यस्तो ब्युटिफुल फेस यस स्माइल दिनु नि त फ्रेस भएको छैन अहिले हिँड्ने बेलामा हो क्या फ्रेस हुने सुपर एक्टिभ हुने कि घरमा जानु बेलामा कस्तो भइरहेछ त भाइजी ठिक छ हाम्रो ढोलेको ज्याला दिनुपर्ने भएको छ है कस्तो भयो त छेमा मामा एकदम ठिक रमाइलो रहेछ है
नातिनी पनि यत्रो भइहालेछ हेलो यस्तो पो गर्छ त क्यामेरामा त यस्तो गुड भन्छु आफूले पकाएको मासु भात उसको पहिलो चण्डी होला ये
यो त्यस्तै थियो यसको छोरी थाक्नु भइस् थाक्नु भइस् भन्नुहुन्न